नमस्कार साथीहरू, तपाईँहरूलाई यस युट्युब च्यानलमा स्वागत छ। आज हामीले मिन्नानो नियमको किताबको लेसन 14 को भोकाबुलरीहरू र त्यस भोकाबुलरीलाई युजफुल सेन्टेन्स त्यसमा पनि ग्रामरलाई युज गरेर लेसन 14 कै ग्रामरहरूलाई युज गरेर करिब 4-5 वटा जति ग्रामर पोइन्टलाई समातेर हामीले सेन्टेन्स पनि बनाएका छौँ। यही सेन्टेन्सको आधारमा तपाईँहरूले ग्रामरको पनि मर्मलाई बुझ्नुहुनेछ। आउनुहोस् आजको भिडियो सुरु गरौँ। चुकेमास। चुकेमास भनेको बाल्नु अथवा अन गर्नु भन्ने हुन्छ। चुकेमास भनेको बाल्नु अथवा अन गर्नु। देनकी हो चुकेते कुदासाई। देनकी भनेको चाहिँ बत्ती हुन्छ होइन। देनकी हो चुकेते कुदासाई भनेको बत्ती बालिदिनुहोस् होइन। यो चाहिँ अब कस्तो ग्रामरमा चाहिँ गरिदिनुहोस् भनेर तपाईँहरूले अब रिक्वेस्ट गर्ने केसमा चाहिँ हामीले कुदासाई तेफम प्लस भबको तेफम प्लस कुदासाई लगाएर हामीले चाहिँ रिक्वेस्ट गर्न सक्छौँ। यो लेसन 14 को एउटा फर्स्ट पोइन्ट चाहिँ अब तेफम प्लस कुदासाई भन्यो भने चाहिँ गरिदिनुहोस् होइन। कसैलाई हामीले गरिदिनुहोस् भन्नुपर्दा चाहिँ हामीले भबमा तेफम प्लस कुदासाई युज गरेर चाहिँ हामी भन्न सक्छौँ। देनकी हो चुकेते कुदासाई भनेको बत्ती बालिदिनुहोस्। देनकी हो चुकेते कुदासाई बत्ती बालिदिनुहोस्। खेसिमास अथवा केसिमास। केसिमास भनेको निभाउनु अथवा अफ गर्नु भन्ने हुन्छ। देनकी हो केसिते कुदासाई। देनकी हो केसिते कुदासाई भनेको बत्ती निभाइदिनुहोस् है त। बत्ती निभाइदिनुहोस् भन्नु पर्यो भने देनकी हो केसिते कुदासाई। हामीले यो तेफम प्लस कुदासाईमा चाहिँ अब 7-8 वटा जति सेन्टेन्स एक्जाम्पल सेन्टेन्स युज गर्छौँ। फेरि अर्को पोइन्टमा 7-8 वटा, फेरि अर्को पोइन्टमा चाहिँ 7-8 वटा गर्दै हामीले 4-5 वटा टपिक चाहिँ ग्रामर टपिक इम्पोर्टेन्ट ग्रामर टपिकलाई चाहिँ हामीले समेट्नेछौँ। देनकी हो केसिते कुदासाई भनेको बत्ती निभाइदिनुहोस् भन्ने हुन्छ। अनि आकेमास भनेको खोल्नु। आकेमास भनेको खोल्नु। मादो हो आकेते कुदासाई है। मादो हो आकेते, मादो भनेको त झ्यालो हो होइन। आकेते कुदासाई भनेको आकेते कुदासाई भनेको चाहिँ खोल्नुहोस् है अथवा खोलिदिनुहोस्। झ्याल खोलिदिनुहोस् भन्नु पर्यो भने मादो हो आकेते कुदासाई भन्न सकिन्छ। अनि सिमेमास भनेको बन्द गर्नु। सिमेमास भनेको बन्द गर्नु। दोवा हो सिमेते कुदासाई भनेको ढोका खोलिदिनुहोस् अथवा के अरे ढोका बन्द गरिदिनुहोस् भन्ने हुन्छ। दोवा हो सिमेते कुदासाई भनेको ढोका बन्द गरिदिनुहोस् भन्ने हुन्छ। अनि इसोगासीमास भनेको चाँडो गर्नु छिटो गर्नु भन्नु पर्यो भने इसोगासीमास भन्छ भने अब यसलाई हामीले एक्जाम्पल सेन्टेन्समा हायाकु इसोगासीदे इसोइदे सरी है हायाकु इसोइदे कुदासाई। हायाकु इसोइदे कुदासाई भन्यो भने छिटो गरिदिनुहोस् अथवा छिटो गरिदिनुहोस् भन्नु पर्यो भने हायाकु इसोइदे कुदासाई भनेर भन्छौँ। इसोगासीमासको तेफम भनेको चाहिँ इसोइदे। हायाकु इसोइदे कुदासाई भनेको छिटो गरिदिनुहोस्, कृपया छिटो गरिदिनुहोस् भन्ने अर्थ हुन्छ। अनि माचिमास भनेको पर्खनु। माचिमास भनेको पर्खनु। कोकोदे मात्ते कुदासाई। कोकोदे मात्ते कुदासाई भनेको चाहिँ यहाँ के अरे यो कोको भनेको त कोको सोको आसोको भनेर तपाईँहरूले पढ्नुभएकै होला। कोको भनेको यो यहाँ, कोको सोको भनेको यहाँ त्यहाँ र आसोको भनेको ऊ त्यहाँ हुन्छ नि होइन। कोको भनेको चाहिँ यहाँ। अब यहाँ चाहिँ यहाँ के हुन्छ मात्ते कुदासाई भनेको माचिमासको चाहिँ तेफम भनेको मात्ते हुन्छ होइन। माचिमासको चाहिँ तेफम मात्ते। कोकोदे मात्ते कुदासाई भनेको यहाँ पर्खनुहोस्। तेफम प्लस कुदासाई लगायो भने अब के भयो, हामीले केही गर्नको लागि रिक्वेस्ट गरियो होइन त। मात्ते कुदासाई भनेको पर्खिदिनुहोस् अथवा पर्खनुहोस् भन्ने हुन्छ। अनि तोमेमास भनेको रोक्नु पार्क गर्नु भन्ने हुन्छ। तोमेमास भनेको रोक्नु अथवा पार्क गर्नु भन्ने हुन्छ। कुरुमा हो तोमेते कुदासाई है। तोमेमासको तेफम तोमेते। कुरुमा हो तोमेते कुदासाई भनेको कार रोकिदिनुहोस् है। कार रोकिदिनुहोस् भन्नु पर्यो भने कुरुमा हो तोमेते कुदासाई भन्न सकिन्छ। अनि मागारीमास भनेको मोड्नु है। मागारीमास भनेको मोड्नु। मिगिए मागात्ते कुदासाई। मिगिए मागात्ते कुदासाई होइन त। अब दायाँ मोड्नुहोस् होइन भन्नु पर्यो भने
के भन्न सकिन्छ? मिगिए मागाते कुदासाई भन्न सकिन्छ। दायाँ मोड्नुहोस्। अनि मोचिमास भनेको बोकेर राख्नु। मोचिमास भनेको बोकेर राख्नु। अब यसमा चाहिँ हामीले अब यसको मोचिमासको चाहिँ अर्को निमोचु हो मोत्तेइमास भनेर भन्न सकिन्छ है। अब यसमा चाहिँ के छ भन्दाखेरि तेफम प्लस इमास है। तेफम प्लस इमास लगाउँदाखेरि के भयो त? भइरहेको क्रियालाई जनायो। कन्टिन्युअस सेन्टेन्स है। कन्टिन्युअसलाई चाहिँ हामीले भइरहेको क्रियालाई हामीले कसरी जनाउनु भने तेफम प्लस इमास है। तेफम प्लस इमास लगाउन सक्यो भने के हुन्छ? भइरहेको छ भन्ने अर्थ लाग्छ। निमोचु हो मोत्तेइमास भनेको उसले सामान, अब यसमा चाहिँ मोत्तेइमास भने बोकेको छ हैन, उसले चाहिँ बोकेको छ भन्नुपर्दा है। यसमा चाहिँ अब तोरीमास भनेको चाहिँ अब के छ भन्दाखेरि यसमा अघि के थियो भने मोचिमास भनेको भोकेर राख्नुभयो हैन। निमोचु हो मोत्तेइमास भनेको चाहिँ उसले सामान बोकिराखेको छ भन्ने हुन्छ हैन। बोकिरहेको छ भन्ने अर्थ हुन्छ भने अब यसमा बोकेको छ नभने बोकिरहेको छ भनेर चाहिँ बुझौँ है। अनि तोरीमास भनेको चाहिँ लिनु पास गर्नु भन्ने हुन्छ है। तोरीमास भनेको लिनु पास गर्नु भन्ने हुन्छ। स्यासिन हो तोत्तेइमास भनेको चाहिँ फोटो खिचिरहेको छ। फोटो खिचिरहेको छ। स्यासिन हो तोत्तेइमास भनेको चाहिँ फोटो खिचिरहेको छ अथवा फोटो खिच्ने काम भइरहेको छ भन्नुपर्दा चाहिँ स्यासिन हो तोत्तेइमास भन्न सकिन्छ। अनि तेचुदाइमास भनेको मद्दत गर्नु, हेल्प गर्नु भन्नुपर्दा तेचुदाइमास भन्ने खारेभा तेचुदात्ते इमास। खारेभा तेचुदात्ते इमास भनेको अब तेफम प्लस इमास भइरहेको कुरा जनाउनु परेको छ। त्यही भएर खारेभा तेचुदात्ते इमास भनेको ऊ मद्दत गर्दैछ अथवा उसले मद्दत गरिरहेको छ भन्नुपर्दा खारेभा तेचुदात्ते इमास भनेको उसले मद्दत गर्दैछ भन्न सक्यो। अनि योबिमास भनेको बोलाउनु। योबिमास भनेको बोलाउनु। सेन्सेइगा इस्याओ योन्देइमास है। अब यसमा के छ भने अब सेन्सेई भनेको शिक्षक हैन। अनि डक्टर इस्या भनेको डक्टर। अब शिक्षकले डक्टरलाई चाहिँ के गर्दै हुनुहुन्छ अरे? योन्दे। अब योबिमासको चाहिँ तेफम भनेको योन्दे हुन्छ हैन। त्यही भएर सेन्सेइगा इस्याओ योन्देइमास भनेको शिक्षकले डक्टरलाई बोलाउँदै हुनुहुन्छ भन्नु पर्यो भने हामीले यसरी भन्छौँ, सेन्सेइगा इस्याओ योन्देइमास भन्न सकिन्छ। अनि हानासिमास भनेको कुरा गर्नु। हानासिमास कुरा गर्नु। हानासिमास कुरा गर्नु। खानोजो वा देनवादे हानासिते इमास। खानोजो वा देनवादे हानासिते इमास भनेको चाहिँ उनी फोनमा कुरा गर्दैछिन् हैन। अब खानोज्यो खारे भनेको ऊ भन्ने थियो भने अब केटा मान्छेलाई हैन, केटा मान्छे लभर भन्नुपर्दा खारे भनिन्थ्यो भने अब केटी लभरलाई चाहिँ हामी के भन्छौँ? खानोज्यो पनि भन्छौँ हैन। अब खानोज्यो भनेको चाहिँ उनी हैन। जस्तै खानोज्यो भनेको उनी, खानोज्यो वा देनवादे हानासिते इमास भनेको उनी फोनमा कुरा गर्दैछिन् हैन त। उनी फोनमा कुरा गर्दैछिन् भन्नुपर्दा खानोज्यो वा देनवादे हानासिते इमास तेफम प्लस इमास युज भइरहेछ हैन। अब उनी फोनमा कुरा गर्दैछिन्। अनि मिसेमास भनेको देखाउनु हैन। मिसेमास भनेको देखाउनु हुन्छ। खारे वा कोनो सिरियो हो मिसेते इमास। खारे वा कोनो सिरियो हो मिसेते इमास। खारे वा कोनो सिरियो हो मिसेते इमास भनेको चाहिँ अब मिसेमासको तेफम मिसेते अनि मिसेते इमासको तेफम प्लस देखाइरहेको छ भन्ने भयो भने अब उसले चाहिँ के गर्दैछ त भन्दा कोनो सिरियो भनेको चाहिँ यो कागजात है। खारे वा कोनो सिरियो हो मिसेते इमास भनेको उसले यो कागजात देखाइरहेको छ भन्नु पर्यो भने खारे वा कोनो सिरियो हो मिसेते इमास भन्न सकिन्छ। अनि ओसिएमास भनेको सिकाउनु। ओसिएमास भनेको सिकाउनु। ओसिएमास सिकाउनु अथवा बताउनु भन्ने अर्थ हुन्छ। अनि यसको तेफम भनेको ओसिएते भन्ने हुन्छ। अब सेन्सेइगा मिचियो ओसिएते इमास है। सेन्सेइगा मिचियो ओसिएते इमास भनेको शिक्षकले बाटो बताइरहनु भएको छ भन्नु पर्यो भने सेन्सेइगा मिचियो ओसिएते इमास। शिक्षकले चाहिँ बाटो बताइरहनु भएको छ अथवा कसैलाई बाटो चाहिँ भनिदिइराख्नु भएको छ भन्नुपर्दा चाहिँ
सेन्सेई गा मिची हो ओसिएते इमास भन्न सकिन्छ। अनि जिउस्याउ हो ओसिएमास, जिउस्याउ हो ओसिएमास। अनि जिउस्याउ भनेको चाहिँ ठेगाना है। अनि ओसिएमास भनेको बताउने, ठेगाना बताउने कामलाई चाहिँ के भन्छौँ, जिउस्याउ हो ओसिएमास भनेको ठेगाना बताउने काम भयो होइन। ठेगाना बताउँछ अथवा ठेगाना बताउँछु भन्ने भयो होइन। अब यसलाई चाहिँ हामीले सेन्टेन्स बनाउँदा सेन्सेई गा तोमोदाची नि पोकारानो जुस्यो हो ओसिएते इमास होइन त। अब ओसिएमासको ओसिएते हुन्छ नि होइन। अब सेन्सेईले के भन्नुभयो अरे, सेन्सेईले चाहिँ तोमोदाची नि साथीलाई पोकारानो भनेको पोखराको है। अनि जुस्यो भने ठेगाना चाहिँ के भन्नुभयो त, बताउँदै हुनुहुन्छ है। अब अथवा बताइरहेका छन् होइन। शिक्षकले चाहिँ साथीलाई पोखराको ठेगाना बताइरहेका छन् भन्नु पर्यो भने हामीले सेन्सेईगा तोमोदाची नि पोकारानो जुस्यो हो ओसिएते इमास भन्न सकिन्छ। अनि हाजिमेमास भनेको सुरु गर्नु, हाजिमेमास भनेको सुरु गर्नु। जुग्यो हो हाजिमेमास्योका, जुग्यो हो हाजिमेमास्योका भनेको कक्षा सुरु गरिदिउँ अथवा क्लास टपिक सुरु गर्ने हो अथवा पाठ सुरु गर्ने हो अथवा पाठ सुरु गरौँ त भन्नुपर्दा जुग्यो हो हाजिमेमास्योका भन्न सकिन्छ। अनि फुरिमास भनेको वर्षा हुने होइन, पानी पर्ने वर्षा हुने कामलाई फुरिमास। अब आमेगा फुरिमास्योका होइन। अब यसमा हामीले यसमा चाहिँ ग्रामर प्याटर्न चाहिँ कस्तो भनेर चाहिँ रिक्वेस्ट गर्ने अथवा यो गरिदिउँ त भनेर सोध्ने प्रक्रियालाई हामीले सिक्दैछौँ। अब फुरिमासलाई चाहिँ अब स्यौ फर्म होइन, स्यौ फर्म भनेर लगाएर चाहिँ हामीले गर्ने होइन त अथवा यसो गर्ने होइन त भनेर चाहिँ रिक्वेस्ट गर्ने होइन त। रिक्वेस्ट गर्नु पऱ्यो भने हामीले चाहिँ जस्तै स्यौ फर्म लगाउँछौँ। जस्तै आमेगा फुरिमास्यो, आमेगा फुरिमास्योका होइन। वर्षा जस्तै अब वर्षा पारिदिउँ, पानी पारिदिउँ त भने जस्तै भयो क्या यो चाहिँ होइन। अनि अर्को कोपिसिमास भनेको प्रतिलिपि गर्नु, कपी गर्नु भन्ने हुन्छ होइन। कोपिसिमास भनेको कपी गर्नु। कस्तो भने स्योरुई हो कोपिसिमास्योका होइन। अब कागजात कपी गरिदिउँ अथवा कागजात फोटोकपी गरिदिउँ त भन्नु पऱ्यो भने स्योरुई हो कोपिसिमास्योका भन्न सकिन्छ। अनि एयाकोन भनेको एयर कन्डिसनर, एयाकोन भनेको एयर कन्डिसनर। आचुई देश्ने होइन, आचुई देश्ने एयाकोन हो चुकेमास्योका होइन त। अब कस्तो भने मैले अब यो गरिदिउँ त भन्न खोजेको त हो नि होइन। अब गर्मी छ नि है, कस्तो गर्मी छ, एयर कन्डिसनर चाहिँ यसो अन गरिदिउँ त भनेर सोधेको त हो नि होइन। आचुई देश्ने गर्मी छ नि है, एयाकोन हो चुकेमास्योका एसी अन गरिदिउँ अथवा एसी बालिदिउँ भन्ने अर्थ हुन्छ। अनि नामाए भनेको नाम है, नामाए भनेको नाम। स्चुरे देशका माफ गर्नुहोस्, ओनामाए वा तपाईँको नाम के हो भनेर सोध्नु पर्दा सिचुरेगा ओनामाए वा भन्न सकिन्छ। जुस्यो भनेको ठेगाना, जुस्यो भनेको ठेगाना। सुमिमासेनगा होइन, माफ गर्नुहोस् अथवा एक्सक्युज मी भन्न पनि सकिन्छ। जुस्यो हो ओसिएते कुदासाई होइन, एक्सक्युज मी ठेगाना बताइदिनुहोस् न अथवा माफ गर्नुहोस् ठेगाना बताइदिनु सक्नुहुन्थ्यो कि भन्ने अर्थ लगाउनलाई चाहिँ हामी के भन्छौँ, सुमिमासेनगा जुस्यो हो ओसिएते कुदासाई भन्न सक्छौँ। अनि चिजु भनेको नक्सा, चिजु भनेको नक्सा। सुमिमासेनगा ओसाका, सुमिमासेनगा ओसाका नो चिजु हो मिसेते कुदासाई होइन। अब के भन्दाखेरि कस्तो छ नि, ओसाका नो चिजु यहाँ अलिकति जोडियो होइन। जस्तै ओसाका नो छुट्टै छुट्टै लेख्नुपर्छ होइन। ओसाका नो यो उसमा चाहिँ हामीले प्रोनाउन्सिएसनमा चाहिँ जोडेको भएर अलि कन्फ्युज हुनसक्छ। ओसाका नो चिजु हो मिसेते कुदासाई भन्न सक्छौँ है। अब जस्तै ओसाकालाई चाहिँ ओसाका लेखिन्छ होइन, ओसाका सहर होइन, ओसाका सहरको नक्सा देखाइदिनुहोस् न प्लिज भन्नुपर्दा चाहिँ हामीले सुमिमासेनगा ओसाका नो चिजु हो मिसेते कुदासाई भन्न सक्छौँ। अनि अब यो हामीले चाहिँ यसमा अहिले हामीले के गरिरहेको छौँ भने रिक्वेस्ट गर्ने। अघि हामीले चाहिँ बालिदिउँ त भनेर सोधिन्थ्यो भने अब चाहिँ तपाईँले गरिदिनुहुन्थ्यो कि
भन्नको लागि हामीले सिकिरहेछौँ है। अब सुमिमासेनगा सियो सियो हो तोत्ते कुदासाई, कृपया नुन पास गरिदिनुहुन्थ्यो कि अथवा नुन पास गर्नुहोस् न भन्नु पर्यो भने सियो हो तोत्ते कुदासाई होइन। तोत्ते कुदासाई भनेको पास गर्नुहोस् भन्ने हुन्छ भने सियो भनेको नुन। अब सुमिमासेनगा सियो हो तोत्ते कुदासाई भनेको कृपया नुन पास गरिदिनुहुन्थ्यो कि अथवा माफ गर्नुहोस् नुन पास गरिदिनुहोस् न प्लिज भन्ने अर्थ हुन्छ। अनि सातौँ भनेको चिनी, सातौँ भनेको चिनी। कोही नि सातौँ हो इरेते हिमास भनेको चाहिँ कफीमा चिनी हालिरहेको छ अथवा कफीमा चिनी चाहिँ कसैले हालिरहेको छ भन्ने अर्थ भयो होइन। कोही नि सातौँ हो इरेते इमास भनेको चिनी हालिरहेको छ भन्ने अर्थ भयो। यो चाहिँ अब प्राकृतिक रूपमा भइरहेको जस्तो जनाउन खोजियो। अब योमिकात्ता भनेको पढ्ने तरिका, पढ्ने तरिका भनेको योमिकात्ता सोतोदे कोनो खान्जिनो योमिकात्तागा चुतावात्ते इमास। सोतोदे कोनो खान्जिनो योमिकात्तागा चुतावात्ते इमास होइन। जस्तै अब यसमा चाहिँ बाहिर यो खान्जी पढ्ने तरिका चाहिँ फैलिरहेको छ है। कोनो खान्जिनो योमिकात्तागा कोनो खान्जिनो योमिकात्तागा चुतावात्ते इमास है। चुतावात्ते इमास भनेको के भइरहेको छ, फैलिरहेको छ भन्ने अर्थ हुन्छ। यो खान्जी पढ्ने तरिका चाहिँ फैलिरहेको छ, बाहिर चाहिँ यो खान्जी पढ्ने तरिका फैलिरहेको छ भनेको सोतोदे भनेको बाहिर है। बाहिर चाहिँ यो खान्जी पढ्ने तरिका फैलिरहेको छ भनेको चाहिँ यो योमिकात्ता पढ्ने तरिका, अब बाहिर चाहिँ यो पढ्ने तरिका, यो खान्जी पढ्ने तरिका चाहिँ फैलिरहेको छ। सोतोदे कोनो खान्जिनो योमिकात्तागा चुतावात्ते इमास भनेर भन्ने। अनि काता भनेको तरिका, गर्ने तरिकालाई चाहिँ हामी काता भन्छौँ। अब युट्युबले खान्जिनो खाकिकात्ता लेख्ने तरिका, कुनै पनि कुरालाई को चाहिँ तरिका बताउनु पर्यो भने हामीले के गर्छौँ, त्यो वाक्य अब के त्यो वर्ड अनि त्यसपछि कात्ता भनेर जोड्यौँ भने हामी के भन्छौँ, त्यसको तरिका होइन। खाकिकात्ता भनेको लेख्ने तरिका होइन। योमिकात्ता होइन, योमिकात्ता खाकिकात्ता होइन, त्यसरी हामीले भन्न सक्छौँ। अब योमिकात्ता भनेको पढ्ने तरिका, खाकिकात्ता भनेको लेख्ने तरिका होइन त। अनि त्यसपछि युट्युबले खान्जिनो खाकिकात्तागा बाचुत्ते इमास है। यो बाचुत्ते इमास भनेको छ है। अब बाचुत्ते इमास भनेको चाहिँ कस्तो भनेको भाइरल हुनु क्या, इन्टरनेटमा भाइरल हुने प्रक्रियालाई चाहिँ हामी के भन्छौँ, बाचुत्ते है। के अरे जस्तै अब बाचुत्ते इमास भनेको भाइरल भइरहेको छ, भाइरलमा एकदम भाइरल भइरहेछ भन्नु पर्यो भने युट्युबमा खान्जी लेख्ने तरिका भाइरल भइरहेछ भन्नुपर्दा युट्युबले खान्जिनो खाकिकात्तागा बाचुत्ते इमास भन्न सकिन्छ। अनि युक्कुरी भनेको चाहिँ बिस्तारै आरामसँग भन्ने अर्थ हुन्छ। युक्कुरी भनेको बिस्तारै आरामसँग। युक्कुरी हानागा सोरेते हिमास, युक्कुरी हानागा सोरेते हिमास भनेको बिस्तारै कुरा भइरहेको छ भन्नु पर्यो भने युक्कुरी हानागा, हाना भनेको हानासिमास होइन, कुरा गर्नु भन्छ। हानागा भनेको कुरा भयो होइन। अनि युक्कुरी भने बिस्तारै कुरा, सोरेते हिमास भनेको हानासिमासको हानागा सोरेते भनेको तेफम भयो होइन। हानासिमासको तेफमलाई हानागा सोरेते लेखियो। अनि इमास भनेको तेफम प्लस इमास भनेर भइरहेको कुरालाई जनाउन। युक्कुरी हानागा सोरेते इमास भनेको बिस्तारै कुरा भइरहेको छ। अनि सुगु भनेको तुरुन्तै, सिधै अथवा तुरुन्तै भन्नु पर्यो भने सुगु भन्छौँ भने सोतोदे खाजेगा फुइते इमास होइन। सोतोदे खाजेगा फुइते इमास भनेको बाहिर हावा बगिरहेको छ होइन त, अथवा बगेको, यो बगेको छ लेखे पनि अब भन्न खोजे बगिरहेको छ है, बाहिर हावा चलिरहेको छ भन्नुपर्दा चाहिँ हामीले के भन्छौँ, सोतोदे खाजेगा फुइते इमास भनेर बाहिर हावा चलिरहेको छ भनेर चाहिँ बुझौँ है। अनि माता भनेको फेरि पुनः भन्ने हुन्छ। माता आमेगा फुत्ते इमास है, माता अनि फेरि आमेगा फुत्ते इमास। फुत्ते भनेको फुरिमासको तेफम फुत्ते भयो, इमास परिरहेको छ भनेको भने अहिले के अरे अब फेरि चाहिँ के भयो अरे पानी परिरहेको छ, फेरि पानी परिरहेको छ भन्नु पर्यो भने माता आमेगा फुत्ते इमास भन्न सकिन्छ। अनि आतोदे भनेको पछि, आतोदे भनेको पछि सोतोदे हिगा सित्ते
किते हिमास, सिते किते हिमास होइन। जस्तै सोतोदे हिगा सिते किते हिमास भनेको चाहिँ बाहिर घाम उदाउँदैछ होइन, अथवा उदाइरहेको छ, अनि घाम लागिरहेको छ भन्नुपर्दा चाहिँ के भयो, बाहिर घाम लागिरहेको छ अथवा बाहिर घाम उदाउँदैछ भन्नुपर्दा के भन्नु पर्यो, सोतोदे हिगा, हि भनेको चाहिँ अब सूर्य घाम भयो होइन। सोतोदे बाहिर चाहिँ के भइरहेछ, हिगा सिते किते हिमास भनेको घाम उदाउँदैछ भन्ने भयो। अनि मौसुकोसी भनेको अलि बढी अथवा अलिकति थोरै भन्ने हुन्छ, अलिकति अलि थोरै भन्नुपर्दा पनि हुन्छ होइन। जस्तै मौसुकोसी युकिगा फुत्ते हिमास भनेको जस्तै अब अलिकति चाहिँ ज्यादा भन्न खोजेको पनि हुन्छ होइन, थोरै चाहिँ भनौँ न, अलिक बढी चाहिँ हिउँ परिरहेछ भने मौसुकोसी युकिगा फुत्ते हिमास भने अलिक बढी हिउँ परिरहेछ, अनि अलिक हिउँ परिरहेछ भन्नुपर्दा, अलि हिउँ परिरहेछ भन्नुपर्दा चाहिँ मौसुकोसी युकिगा फुत्ते हिमास भन्न सकिन्छ। मौ भनेको फेरि, मौ भनेको फेरि भनेको देन्किगा मौ चुइते हिमास होइन, देन्किगा मौ चुइते हिमास होइन। अब बत्ती फेरि बालिएको छ होइन, मौ भनेको त फेरि हो नि त होइन, त्यही भएर देन्किगा मौ भनेको फेरि, चुइते हिमास भनेको फेरि बालिएको छ होइन भन्न सकिन्छ। अनि यी देश्यो भनेको ठिक छ, पक्का भन्नु होइन, यी देश्यो अब जस्तै यात्ते कुदासाई यी देश्यो, ठिक छ यस्तै गर्नुहोस्, यस्तै गर्नुहोस् भन्नु पऱ्यो भने चाहिँ यात्ते कुदासाई यी देश्यो भन्न सकिन्छ। अनि सा आ अब त अथवा त भन्नु पऱ्यो, त अथवा अब भन्नु पऱ्यो भने सा आ भन्नु, सा आ इकिमास्यो अब जाउँ, अब जाउँ भन्नु, अथवा के अरे इकिमास्यो यहाँ जानु भए चाहिँ जाउँ है। सा आ भने अब जाउँ भन्नु पऱ्यो भने सा आ इकिमास्यो भने अब जाउँ, जाउँ है, जाउँ भन्न खोजे है, अब जाउँ भन्नु पऱ्यो भने सा आ इकिमास्यो भन्न सकिन्छ। अनि आरे भनेको अरे आश्चर्य भएर क्या, ओहो भन्न खोजे हो क्या। अब आरे आमेगा फुत्ते हिमास, ओहो पानी परिरहेको छ, पानी परिरहेछ भन्नु पऱ्यो भने ओहो पानी परिरहेछ भन्न सकिन्छ। अनि सिन्गो हो मिगिए मागात्ते कुदासाई होइन, सिन्गो हो मिगिए मागात्ते कुदासाई भनेको सिग्नलमा कस्तो भने दायाँ मोड्नुहोस् भनेर चाहिँ भन्नु पऱ्यो भने सिन्गो हो मिगिए मागात्ते कुदासाई भन्न सक्छौँ। अनि सिग्नलमा चाहिँ के भन्छौँ, दायाँ मोड्नुहोस् भन्न सकिन्छ। अनि मासुगु भनेको सिधै, मासुगु भनेको सिधै, कोवेन माधे है पार्कसम्म, मासुगु इत्ते कुदासाई भनेको चाहिँ सिधै जानुहोस्, मासुगु भनेको सिधै हो होइन त। अनि कौवेन माधे मासुगु इत्ते कुदासाई भने पार्कसम्म चाहिँ सिधै जानुहोस् भन्न सकिन्छ। अनि कोरेदे ओनेगाइसिमास, अनि कोरेदे जस्तै यो सँगै समथिङ केही गर्नुहोस् भन्नुपर्दा चाहिँ कोरेदे ओनेगाइसिमास होइन, यो सँगै दे फ्रम प्लस ओनेगाइसिमास लगाएपछि चाहिँ त्यो सँगै गर्नुहोस् गरिदिनुहोस् भन्नु पऱ्यो भने चाहिँ हामीले त्यसरी लगाउँछौँ। अब जस्तै यो सँगै चाहिँ केही गरिदिनुहोस् भन्नु भने कोरेदे ओनेगाइसिमास, जस्तै अब कोरेदे सिहारै ओनेगाइसिमास होइन, यो सँगै भुक्तानी गरिदिनुहोस् भन्नु पऱ्यो भने कोरेदे सिहारै ओनेगाइसिमास, यसैसँग भुक्तानी गरिदिनुहोस् भन्न सकिन्छ। अनि ओचुरी भनेको चाहिँ बाँकी रकम होइन, चेन्ज भन्ने अर्थ हुन्छ ओचुरी। अब ओचुरीगा देते हिमास भनेको बाँकी रकम आएको छ होइन, देते हिमास भनेको बाँकी रकम आएको छ होइन, ओचुरीगा देते हिमास भनेको बाँकी रकम आएको छ। अनि कोपिसिमास भनेको प्रतिलिपि गर्नु, कपी गर्नु भन्ने हुन्छ, कोपिसिमास भनेको कपी गर्नु भन्छ। स्योरुई हो कोपिसिते कुदासाई, स्योरुई हो कोपिसिते कुदासाई भनेको चाहिँ अब यो चाहिँ कागजात चाहिँ कपी गरिदिनुहोस् भन्नु खोजेको हो, स्योरुई हो कोपिसिते कुदासाई भनेको कपी गरिदिनुहोस्, कागजात चाहिँ कपी गरिदिनुहोस् भन्ने हुन्छ। अनि आसुबिनी किते कुदासाई भनेको भ्रमण गर्न आउनुहोस्, आसुबिनी किते कुदासाई भनेको भ्रमण गर्न आउनुहोस् भनेको हो। अब जेही आसुबिनी
कित्ते कुदासाई, पक्कै भ्रमण गर्न आउनुहोस् है भन्नु पऱ्यो भने जेही आसो भिनी कित्ते कुदासाई।